हेलो साथीहरू, यहाँ देख्न सक्नुहुन्छ हाम्रो दिदी चाहिँ मलाई एकदम कराइरहनु भएको छ। किन कराएको भन्दाखेरि नि कस्तो भिरमा रोपेको त यो पिँडालुको बोट भन्दै हुनुहुन्छ। मैले चाहिँ खासै यो बारी खन्दाखेरि सानो बच्चाहरू भेटाएको थिएँ पिँडालुको। अनि मैले चाहिँ यो अलिकति भिर जस्तो ठाउँ थियो, अब किन यो ठाउँलाई त्यत्तिकै खेर फ्याँक्ने, बरु यो भिरमा भयो नि गाडिदिउँ, पछि फल्यो भने राम्रो हुन्छ भनेर मैले रोपिदिएको थिएँ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ फल्यो, ठुल्ठुलो बोट भएर आयो। अब भिरमा खन्नलाई हामीलाई एकदम गाह्रो भइरहेछ। अनि दिदीलाई, दिदी प्लिज सिकाइदिनु न खन्नलाई, मैले खन्दाखेरि चाहिँ काट्यो भनेर दिदीलाई खन्न लगाएको। दिदीले बिचरा भिरमा पनि खन्दै हुनुहुन्छ। अनि मैले चाहिँ के मिस्टेक गरेछु भने गाइस, माटो बढी भएको थियो। अनि त्यो माटो बढी भएको चाहिँ मैले बोरामा भरेर डिल बनाएको थिएँ। अनि त्यही डिलमाथि रोपेर खासै राम्रो पिँडालु चाहिँ फलेको रहेनछ। तैपनि हामीले यति पिँडालु चाहिँ पाएको छौँ।